इन्स्पायर्ड मुभिजहरुको ट्रेन्डलाई हेर्ने हो भने यसबाट कुनै पनि फिल्म क्षेत्र, चाहे त्यो हलिउड होस् या बलिउड होस् या कलिउड होस्, कोही पनि अछुतो रहन सकेको छैन। हलिउडका मुभिजहरु बलिउडमा इन्स्पायर्ड या कपिजका नाममा बनेका छन्। त्यसैगरी बलिउडमा बनेका मुभिजहरु पनि धेरै इन्स्पायर्ड र कपिड भएर कलिउडमा बनेका छन्। यही सिलसिलामा आज हामी सन् 2007 मा बनेको एउटा यस्तो नेपाली फिल्मको चर्चा गर्दैछौं जुन नेपाली रजतपटमा निकै नै सफल एवं हिट भएको थियो। तर उक्त फिल्म हिन्दी भाषामा बनेको दुईवटा हिट फिल्मबाट हाइली इन्स्पायर्ड भएर बनाइएको थियो। हेलो एन्ड वेलकम ब्याक टु द अदर एपिसोड अफ यो फिल्म भन्ने चीज यस्तै हो। आज हामी सन् 2007 मा प्रदर्शनमा आएको चलचित्र किस्मतको बारेमा कुरा गर्न गइरहेका छौं। रेखा थापा, आर्यन सिग्देल र एक्सन हिरो विराज भट्टद्वारा अभिनीत यस चलचित्रको निर्माण छविराज ओझाले गरेका हुन्। यस चलचित्रमा उज्जवलराज घिमिरेको निर्देशन रहेको छ भने महेश खड्काले यसलाई संगीतबद्ध गरेका छन्। यस फिल्मको लेखन विकास राज आचार्यले गरेका हुन्। यो चलचित्र हिन्दी भाषामा बनेको दुई सुपरहिट फिल्म ताल र प्रेम प्रतिज्ञाबाट निकै नै अभिप्रेरित देखिन्छ। हिन्दी चलचित्र तालका निर्देशक सुभाष घई हुन् भने उक्त फिल्ममा अक्षय खन्ना, ऐश्वर्या राय र अनिल कपूरले मुख्य भूमिका निर्वाह गरेका थिए। सन् 1999 मा यस फिल्मको निर्माण भएको थियो। त्यसैगरी फिल्म प्रेम प्रतिज्ञा मिथुन चक्रवर्ती र माधुरी दीक्षितद्वारा अभिनीत हिट चलचित्र हो। यस फिल्मको निर्माण सन् 1989 मा भएको थियो। सुन्नमा आए अनुसार चलचित्र प्रेम प्रतिज्ञा पनि तमिल फिल्म वन्दी चक्रमको रिमेक थियो। चलचित्र किस्मतको फर्स्ट हाफ चलचित्र तालकै प्लटमा बनाइएको छ। दुवै फिल्ममा नायक विदेशबाट आएका हुन्छन् र गाउँ घुम्न गएका हुन्छन्। त्यसैगरी नायक र नायिकाको भेटको सिक्वेन्स जस्ताको त्यस्तै तरिकाले फिल्ममा उतारिएको छ। दुवै चलचित्रमा हिरोलाई ठूलो बिजनेसम्यानको छोराको रूपमा देखाइएको छ भने हिरोइनलाई गाउँको एउटा साधारण गण्यमान्य मुखियाको या गाउँको गण्यमान्य व्यक्तिको छोरीको रूपमा देखाइएको छ। नायिकाले आफ्नो प्रेमको विषयमा परिवारलाई बताएको दृश्य हुबहु जस्ताको त्यस्तै राखिएको छ। उनीहरू भनेका ठूला बडा मान्छे, ठूला बडाको अगाडि हाम्रो हैसियत के हुन्छ? नायिका र नायिकाको पिता शहरमा नायकका पितालाई भेट्न गएको दृश्य र त्यस अवधिमा के भए ती सबै दृश्यहरू हुबहु कपी गरिएको जस्तो देखिन्छ। वीर ध्वजीलाई भेट्छौ नि त। हेर्नुस्, उहाँहरूले त्यसै पनि कसैलाई पनि भेट्नुहुन्न। एकचोटि फोन गरेर आउनुपर्छ। त्यही पनि म कोसिस गर्छु। बस्दै गर्नुस्। बस्दै गर्नुस्, एकछिन कुर्नु पर्ला। ल, भित्र बोलाउनु भएको छ भने हैन? यही हो भित्र? भित्र भनेको यही हो, कम्पाउन्ड भित्र। चुप लागेर बस्दै गर्नुस्। एकछिन पछि सापले बोलाउनुहुन्छ। ल चन्द्र दाइ के यता उता गरेर उता हेर्नु जा। ल, यता शीतलमा बस्नुस्। ल, फेरि बस्नु? कहाँ बस्नु? कति बस्नु? एकछिन बस्नुस् न। अब भित्रबाट बोलाइहाल्नुहुन्छ नि। के चिया खानुहुन्छ? चिया ल्याऊ?
के को चिया खानु यो गर्मीमा? यत्रो बेर घाम त खाइहाल्यो नि। बरु पाइन्छ भने एक गिलास पानी खाऊ न। नायकको पिता र नायिकाको पिताको बीचको संवादको दृश्य र त्यस दृश्यमा भएको सानो द्वन्द्वलाई हुबहु जस्ताको त्यस्तै छायाङ्कन गरिएको छ। त्यसैगरी नायिकाको पिताको अपमान पश्चात नायिकाले नायकलाई भनेका संवादहरू र दृश्यहरूलाई जस्ताको त्यस्तै नेपाली चलचित्र किस्मतमा उतारिएको छ। छोडिदिनुहोस् उहाँलाई। के हो यो सब? तपाईँले मेरो बाबामाथि हात उठाउनु भयो होइन? थाहा छ तपाईँले के गर्नुभयो? आजसम्म मेरो बाबाको इज्जतमाथि कसैले औँला पनि उठाएको थिएन, तर तपाईँले उहाँमाथि हात उठाउनु भयो, बोलाउनु भयो। तपाईँ बोलाउनु भयो। जानुहोस् तपाईँ, यहाँबाट गइहाल्नुहोस्, नत्र मेरो पनि हात उठ्न सक्छ तपाईँमाथि। उठाऊ हात सुभाष, हात उठाऊ। कुसुम, तिम्रो बाबाले मेरो बाबाको इज्जत, तिम्रो बुवाको इज्जत चाहिँ इज्जत, मेरो बुवाको इज्जत चाहिँ इज्जतै होइन। तिमीहरू सबै एकै खाले रहेछौ, कोही भन्दा कोही कम रहेन रहेछ। कुसुम, तिमी यहाँबाट जान चाहन्छौ भने जान सक्छौ, तर मेरो बाबाको इज्जतमाथि कसैले हात उठाउँछ भने म त्यसलाई छाड्दिन म त्यसलाई छाड्दिन म। बुझ्यौ? बुझे। र अब एउटा कुरा तिमी पनि बुझिराख, तिमीहरू सबैलाई पैसाको माग लागेको रहेछ। मैले तिमीसँग माया तिम्रो पैसा देखेर लगाएको थिइनँ। मैले त एउटा गरिब नोकरलाई आफ्नो मन दिएको थिएँ, सबै कुरा सुम्पिदिएको थिएँ। तिमी पैसावाला निस्क्यौ त, यसमा मेरो के गल्ती छ? आज चाहिँ एउटा कुरा मैले थाहा पाएँ, तिमीहरू पैसा भएर पनि एकदम गरिब रहेछौ, हामीहरू भन्दा पनि गरिब, कंगाल। माया र दयाको एउटा सिक्का पनि दिएनछन् भगवानले तिमीहरूको पोल्टामा। भयो, मलाई तिम्रो माया चाहिएन। यही होइन तिम्रो मायाको चिनो, तिम्रो मायाको चिनो। कपिराइट रेस्ट्रिक्सनको कारणले गर्दा चलचित्र तालका मोसन पिक्चर्सहरू तपाईहरुलाई देखाउन नपाएकोमा क्षमा प्रार्थी छु। यहाँसम्म आइपुग्दा हामी चलचित्र किस्मतको लगभग मध्यान्तरको नजिकसम्म आइपुगेका छौं। यो एपिसोड लामो भएको हुनाले यसको बाँकी अंश हामी हाम्रो च्यानलको तेस्रो एपिसोडमा देखाउने छौं। यहाँसम्म तपाईहरुलाई कस्तो लागिरहेको छ कृपया सुझाव दिनुहोला र साथै यस च्यानललाई लाइक, कमेन्ट, शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोला। तेस्रो एपिसोड लिएर आउने नै छु। त्यतिन्जेलसम्मको लागि गुड बाई एन्ड